विकासको सही मापन केवल त्यहाँको आर्थिक स्थितिको आधारमा हुँदैन, मानिसको जीवनस्तर, स्वास्थ्य र गुणस्तरीय जीवनको आधारमा पनि हुन्छ भन्ने एउटा छोटो र मिठो भनाइ साथ शुभ दिनम सबैलाई। आदरणीय यहाँ उपस्थित हामी सामाजिक पढाउनु हुने आदरणीय प्यारी मन्जु गुरुआमा तथा यहाँ उपस्थित सम्पूर्ण मेरा प्यारा प्यारा साथीभाइ बहिनीहरू, आजको यस सुनौलो र न्यानो बिहानीमा म कक्षा 10 की छात्रा नीलम जोशी तपाईहरूको सामु एउटा छोटो र मिठो मन्तव्य भन्न यहाँ उपस्थित भएकी छु र मेरो मन्तव्यको शीर्षक रहेको छ मानव विकासको सूचाङ्क। सर्वप्रथम त मानव विकास सूचाङ्क भनेको के हो त्यो जान्न हामीलाई अति आवश्यक छ। कुनै पनि देशको आर्थिक, सामाजिक तथा शैक्षिक विकास र प्रगतिको सूचक गर्ने यन्त्रलाई नै मानव विकास सूचाङ्क भनिन्छ। यसले गुणस्तरीय जीवन देखाउने एउटा महत्त्वपूर्ण सूचक हो। यसले औषध आयु, शिक्षा र प्रति व्यक्ति आय गरेर विशेष गरेर 3वटा आधारमा मानव विकास सूचाङ्कको गणना गर्ने गरिन्छ। यसका विशेष गरेर 3वटा महत्त्वपूर्ण तथा आधारभूत तत्त्वहरू रहेका छन्। ती तत्त्वहरूमा 1 नम्बरमा रहेको छ ती तत्त्वहरूको पहिलो नम्बरमा रहेको छ दीर्घ र स्वास्थ्य जीवन, दोस्रोमा रहेको छ शिक्षा र तेस्रोमा रहेको छ आर्थिक सुविधा। मानव विकास सूचाङ्कको गणना 0 र 1 को मानमा गरिने गरिन्छ र नेपालको मानव विकास सूचाङ्क हेर्ने हो भने पहिले भन्दा अहिले उल्लेखनीय मात्रामा धेरै विकास भएको पाइन्छ। यसले अति उच्च मानव विकास, उच्च मानव विकास, मध्य मानव विकास र न्यून मानव विकास गरेर यो मापन गरेर सार्वजनिक तथा प्रतिवेदन गरिने गरिन्छ। अहिले नेपालमा मानव विकास सूचाङ्कलाई हेर्ने हो भने सन् 2012 मा 157 र त्यसपछि 2012 मा 144 गरेर गर्दै 2023 मा 146 सम्म पुगेको छ। यसरी जति 0 को नजिक मान घट्दै जान्छ त्यति धेरै विकास भएको मानिन्छ। यसरी समग्रमा नेपालको मानव विकास सूचाङ्कले हेर्ने हो भने पहिले भन्दा अहिले धेरै विकास भएको तथा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा धेरै विकास भएको छ। तर पनि अहिलेसम्म ग्रामीण तथा त्यस्ता भेगहरू ठाउँहरूमा अहिले पनि राम्ररी विकास भएको छैन। त यी विकास हुनुका कारणहरू के रहेका छन्? यो विकास विभिन्न कारणहरूले गर्दा भएको छ। जस्तै आजभोलि पहिले भन्दा अहिले शिक्षाको धेरै पहुँच भएको छ, स्वास्थ्य तथा सेवाको सुविधामा धेरै गुणस्तर शैली भएको छ, विकासका पूर्वाधारहरूको विकास भएको छ, गरिब तथा सेवा नपुगेको ठाउँमा पनि अहिले पहिले भन्दा सेवा पुगेको छ र गुणस्तरीय शिक्षाको सबैलाई पहुँच भइरहेको छ र राज्यले पनि अहिले पहिले भन्दा धेरै कुरामा ध्यान दिइरहेको छ र यी सेवा सुविधाहरूलाई अझ पहुँच गराउन तथा मानव विकास सूचाङ्कलाई अझ विकसित गराउन के गर्नु पर्ला? यसका लागि हामी निम्न कार्यहरू गर्न सक्छौं। राज्यले सेवा सुविधाहरूमा बढी लगानी गर्नु पर्यो र सबैलाई गरिब तथा धनी वर्गहरूमा समान पहुँच गराउनु पर्यो। विद्यार्थीहरूलाई एकै विद्यालयमा टिकाउ गर्नका लागि त्यस विद्यालयले गुणस्तरीय शिक्षाको पहुँच गराउनु पर्यो। विकासका पूर्वाधारहरूको विकासमा लगानी गर्नु पर्यो, गुणस्तरीय शिक्षाको विकास गर्नु पर्यो। त्यस्तै गरी स्वास्थ्य तथा खानेपानी गरेर विकासका सबै पूर्वाधारहरूलाई समान गरेर विकास गर्न सक्यो भने हामीले मानव विकास सूचाङ्कलाई अझ धेरै राम्रो तथा विकसित बनाउन चाहन्छु। अन्तिममा म के भन्न चाहन्छु भने मानव विकास सूचाङ्क केवल एउटा आर्थिक स्थिति हेरेर मात्र गरिँदैन। त्यहाँको सबै व्यक्तिहरू जस्तै गरिब तथा सेवा नपुगेको वर्गहरूलाई पनि कस्तो जीवन मिलिरहेको छ, उनीहरूले कस्तो सेवा सुविधाको गुणस्तरको अवसर पाइरहेका छन् भनेर हुन्छ। त्यसैले हामीले यसको विकास गर्न सबैले सहभागी हुनुपर्छ र सबैले यस्तो कार्यहरूमा लाग्नुपर्छ भन्दै म आफ्नो भनाइहरू तथा विचार यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।